सबैलाई मेरो नमस्कार। स्वागत छ तपाईलाई आईटी एबेस्ट युट्युब च्यानलमा। आजको यस भिडियोमा हामीले कन्ट्रोल अपरेटर, साइड कन्ट्रोल अपरेटर सम्बन्धी एमएस वर्डमा सोधिएका प्र्याक्टिकल क्वेसनहरूको सोलुसन र क्वेसन मोडेल लिएर तपाईहरु समक्षमा उपस्थित भएको छु। र आजको यस भिडियोमा हामीले कन्ट्रोल अपरेटर, साइड कन्ट्रोल अपरेटर तयारी गरिरहेका छौं भनेपछि त्यसमा सोधिएको एमएस वर्डको सोलुसन हामीले कसरी गर्ने त भन्ने कुरा जानौं है त। अब यो फर्स्टमा चाहिँ के भनेको छ भन्दाखेरि क्रिएट फोल्डर अन डेस्कटप। डेस्कटपमा एउटा फोल्डर क्रिएट गर्नु, त्यसमा तपाईको सिम्बल नम्बरको एउटा फोल्डर बनाउनु र तपाईले जसले काम गर्नु भएको हुन्छ त्यो सबै कामहरु त्यो फोल्डरमा सेभ गर्नु भनेर भनेको छ, जुन हामीले प्रिभियसली त्यो हामीले अलरेडी नै गरेका छौं है त। म चाहिँ यो एमएस वर्डबाट गए त, जहाँबाट तपाईहरु 10 मा क्वेशन सोधिन्छ हैन। अब यो तपाईको सिलेबसमा छुट्टै सोध्दै होला हैन, तपाईले संघ संस्थातिर तयारी गर्नु मात्र त्यसको छुट्टै होला। तपाईले हामीले चाहिँ मेनली के जान्न गइरहेका छौं भन्दाखेरि एमएस वर्डको सोलुसन चाहिँ कसरी गर्ने त, अहिले त्यतिमा ध्यान केन्द्रित गर्नु है त। फर्स्टमा के भनेको छ भन्दाखेरि इन्टर फलोइङ टेक्स्ट इन एमएस वर्ड डकुमेन्ट एन्ड सेभ इट एज वर्ड अन्डरस्कोर यो सिम्बल नम्बर इन योर फोल्डर भनेको छ। जुन तपाईले माथि क्रिएट गर्नु भएको छ फोल्डर, त्यो फोल्डरमा चाहिँ एमएस वर्डको एउटा फाइल बनाउनु, जहाँ तपाईले यो टेक्स्टहरु चाहिँ टाइप गर्नु र त्यो टेक्स्टलाई चाहिँ के गर्नु भन्दाखेरि जुन टाइप गरेको तपाईको जुन फाइल हुन्छ, वर्डको फाइल हुन्छ, त्यसलाई वर्ड अन्डरस्कोर, यहाँ चाहिँ अन्डरस्कोर छ है त, वर्ड अन्डरस्कोर तपाईको सिम्बल नम्बर लेख्नु र त्यो फोल्डरमा सेभ गर्नु भनेर भनेको छ। अब यो हामीले चाहिँ यति गरेर टाइप गर्छौं। यो टाइप गरेको के छ भन्दाखेरि टाइप गरिम र यो फाइल नेम राखेको चाहिँ के छ 2 मार्क्स छ है त यसको। हामीले अब यो टाइप गरिम, टाइप गरिसकेपछि क्वेशनले भनेअनुसार के छ भन्दाखेरि वर्ड अन्डरस्कोर तपाईको सिम्बल नम्बर, यसलाई हामी सेभ गर्छु, यहाँ गएर डिस्क्रिप्सनमा गर्छु। अब माथि क्वेशनले भनेअनुसार चाहिँ मैले एउटा फोल्डर बनाएको छु हैन। यो मेरो चाहिँ अब सपोज मेरो सिम्बल नम्बर मानौं, सिम्बल नम्बरको फोल्डर मैले बनाएको छु। त्यसमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि वर्ड लेख्नु पर्यो, अन्डरस्कोर लेख्नु पर्यो, मेरो सिम्बल नम्बर लेख्नु पर्यो, यसलाई मैले सेभ गर्नु पर्यो हैन। यो मैले चाहिँ के गरे टाइप गरे, क्वेशनले भनेअनुसार वर्ड अन्डरस्कोर मेरो सिम्बल नम्बर लेखेँ, मैले वर्डको फाइल सेभ गरे है त। यो गरेपछि कति नम्बर आयो त 2 नम्बर आयो। के भनेको छ भन्दाखेरि अर्को क्रिएट अ ड्रप क्याप फर फर्स्ट प्याराग्राफ। पहिलो प्याराग्राफको लागि चाहिँ तपाईं ड्रप क्याप क्रिएट गर्नु भनेको छ। पहिलो प्याराग्राफ भन्ने बित्तिकै के भन्दाखेरि यो प्याराग्राफ हो भन्ने हामीले बुझ्नु पर्यो। पहिलो प्याराग्राफ, दोस्रो प्याराग्राफ अनि तेस्रो प्याराग्राफ। अब हामीले यसमा चाहिँ काम गर्नु पर्यो। पहिलो प्याराग्राफमा ड्रप क्याप क्रिएट गर्ने भनेको छ। ड्रप इट 2 लाइन्स डाउन विथ अल्जेरियन फन्ट एन्ड देयर शुड बी 0.4 स्पेस बिट्विन ड्रप क्यारेक्टर एन्ड ग्राफ भनेको छ। यसमा के हुनु पर्यो भन्दाखेरि ड्रप क्याप चाहिँ के हुनु पर्यो, दुईटा लाइनमा हुनु पर्यो। टेक्स्ट चाहिँ के हुनु पर्यो, फन्ट स्टाइल चाहिँ अल्जेरियन हुनु पर्यो, अल्जेरियन फन्टमा हुनु पर्यो हैन, र 0.4 इन्च स्पेस हुनु पर्यो भनेको छ। ओके, बुझ्नुभयो। ड्रप क्याप भन्दा ड्रप क्यापदेखि तपाईको जुन प्याराग्राफको जुन टेक्स्ट छ त्यो बीचको डिस्टेन्स चाहिँ कति हुनु पर्यो भन्दाखेरि 0.4 इन्च हुनु पर्यो भनेर भनेको छ। ओके, अब हामी त्यो अनुसार काम गर्छौं है त। यो मेरो टाइप गरेको डकुमेन्ट, यो मेरो टाइप गरेको डकुमेन्ट भयो, फाइल भयो। अब यसमा गएर मैले इन्सर्ट गर्छु, यहाँ ड्रप क्यापमा जान्छु म। ड्रप क्यापमा गइसकेपछि ड्रप क्याप अप्सनमा जान्छु, अप्सनमा गएपछि ड्रपमा जानु, त्यहाँ के भनेको छ फन्ट अल्जेरियन भनेको छ। यहाँ तपाईले अल्जेरियन टाइप गर्नु, यहाँ अल्जेरियन आउँछ। त्यो चाहिँ के भनेको छ भन्दाखेरि डिस्टेन्स के हुनु पर्यो भन्दा 4 इन्च भनेको छ र ड्रप लाइन 2 कति हुनु भनेको छ 2 भनेको छ त। क्वेशन राम्रोसँग हेर्नु होला, फन्ट अल्जेरियन हुनु पर्यो, लाइन्स टु ड्रप चाहिँ 2 हुनु पर्यो र डिस्टेन्स फ्रम टेक्स्ट चाहिँ कति हुनु पर्यो 4 हुनु पर्यो भनेको छ। सेकेन्ड प्याराग्राफलाई 3टा कोलममा डिभाइड गर्ने र त्यो प्रत्येक कोलममा चाहिँ लाइन हुनु पर्यो भनेर भनेको छ हैन। द फर्स्ट एन्ड थर्ड कोलम विल बी 1 इन्च वाइड एन्ड द सेकेन्ड कोलम इज 4 इन्च भनेको छ है त। अब हेर्नु है त, यसमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि हामीले एउटा हामीले चाहिँ 3टा कोलम दुई सेकेन्ड प्याराग्राफलाई 3टा कोलममा डिभाइड गर्नु पर्यो, त्यसको बीचमा चाहिँ लाइन हाल्नु पर्यो भनेको छ है त। ओके, अब त्यो अनुसार हामीले काम गर्छौं। फर्स्ट र थर्ड कोलमको 1 इन्च वाइड हुनु पर्यो हैन, 1 इन्च चौडाइ हुनु पर्यो र सेकेन्ड कोलम चाहिँ के हुनु पर्यो, फर्स्ट र थर्ड चाहिँ 1 इन्च चौडाइ हुनु पर्यो, सेकेन्ड कोलम चाहिँ 4 इन्च चौडाइ हुनु पर्यो है त। अब हामीले चाहिँ सेकेन्ड प्याराग्राफ सिलेक्ट गर्छौं। सिलेक्ट गरिसकेपछि हामी लेआउटमा जान्छौं।
लेआउटमा गएपछि कोलममा जान्छौँ, कोलममा गएपछि मोर कोलममा जान्छौँ, त्यसपछि यसलाई 3 मा क्लिक गर्छौँ, देन लाइन बिट्विन गर्छौँ। अब यो हामीले चाहिँ कोलमलाई चाहिँ डिफाइन गर्नुपर्छ नि त, कति कति भनेको छ नि त। फर्स्ट चाहिँ कति भनेको छ 1 इन्च भनेको छ, सेकेन्ड चाहिँ कति भनेको छ, सेकेन्ड चाहिँ के भनेको छ, सेकेन्ड चाहिँ 4 इन्च भनेको छ, अनि थर्ड चाहिँ कति भनेको छ 1 इन्च भनेको छ। अब लाइन बिट्विन भइहाल्यो। अब यसलाई हामी गर्छौँ ओके, ओके लाइन बिट्विन। अब यसमा चाहिँ हाम्रो के छ भन्दाखेरि तपाईँको टेक्स्ट चाहिँ त्यो अनुसार नभए हुनाले अब थर्ड लाइनमा चाहिँ अब हामीले देखाएको थियो नि, तर हामीले यहाँ माथि हेऱ्यौँ भने चाहिँ तपाईँको त्यो अनुसार डिफाइन भएको छ त। ओके, यो तपाईँको 1 इन्च स्पेस भयो, यो तपाईँको 4 इन्च भयो, यो तपाईँको 1 इन्च हो है त। ओके, यो हाम्रो थर्डको पनि मिल्यो है त। अब के भनेको छ भन्दा अर्को एप्लाई ग्रे कलर ब्याकग्राउन्ड एन्ड डबल लाइन बोर्डर। ग्रे कलर ब्याकग्राउन्ड हुनु पर्यो, डबल लाइन बोर्डर हुनु पर्यो, बोर्डर हुनु पर्यो, त्यसको डबल लाइन हुनु पर्यो एराउन्ड थर्ड प्याराग्राफ, थर्ड प्याराग्राफको वरिपरि के हुनु पर्यो त भन्दाखेरि ग्रे कलरको ब्याकग्राउन्ड हुनु पर्यो होइन, डबल लाइन बोर्डर हुनु पर्यो, थर्ड प्याराग्राफ वरिपरि डबल लाइन बोर्डर हुनु पर्यो होइन। बोर्डर लाइन सुड बी अफ ब्लू कलर, त्यो बोर्डर लाइन चाहिँ ब्लू कलरको हुनु पर्यो र यसको मोटाइ चाहिँ 1:1/2 थिक हुनु पर्यो भनेर भनेको छ है त। यो 4 नम्बरको क्वेसन आन्सर हामी के गर्छौँ भन्दाखेरि हामी थर्ड प्याराग्राफलाई सेट गर्छौँ, सेट गरिसकेपछि डिजाइन ट्याबमा जान्छौँ, डिजाइनमा गएपछि पेज बोर्डरमा जान्छौँ, पेज बोर्डरमा गइसकेपछि यो पेज बोर्डर नै यो हाम्रो चाहिँ सिलेक्ट भएको त्यो बोर्डरमा जान्छौँ। त्यहाँ गइसकेपछि हाम्रो के हुनु पर्यो भन्दाखेरि लाइन चाहिँ के हुनु पर्यो, डबल लाइन हुनु पर्यो, डबल लाइन हुनु पर्यो होइन, बोर्डरमा हुनु पर्यो, बक्समा हामी सेट गर्छौँ। कलर चाहिँ हुनु पर्यो हाम्रो ब्लू, बोर्डर कलर के हुनु पर्यो ब्लू भनेको नि त होइन। हाम्रो के हुन्छ बोर्डर कलर हाम्रो ब्लू नगयो हेर्नु त ब्लू कलर ओके 1:1/2 ठिक हुनु पर्यो भनेर त यो हाम्रो ठिक भयो। एप्लाई टु हाम्रो प्याराग्राफ छ, सेट गरेको प्याराग्राफ त्यसमा चाहिँ एप्लाई हुनु पर्यो ठिक छ भयो कि नै त। सरी ग्रे कलर ब्याकग्राउन्ड पनि भयो रहेछ त, यसको चाहिँ हाम्रो ग्रे कलरको ब्याकग्राउन्ड पनि हुनु पर्यो। सेडिङमा हामी जान्छौँ, सेडिङमा गइसकेपछि हामीले के गर्छौँ भन्दाखेरि ग्रे कलर राख्छौँ है त्यसमा ओके, त्यो ग्रे कलर हामी राख्छौँ है त ओके, त्यसले गर्छ ओके। हामीले के भन्छ ग्रे कलरको ब्याकग्राउन्ड भयो त, ग्रे कलरको हामीले ब्याकग्राउन्ड राख्यौँ ठिक छ, एप्लाई ग्रे कलर ब्याकग्राउन्ड ओके। डबल लाइन बोर्डर हामीले राख्यौँ एराउन्ड थर्ड प्याराग्राफ, थर्ड प्याराग्राफ वरिपरि डबल लाइन बोर्डर हामीले राख्यौँ होइन। बोर्डर लाइन सुड बी अफ ब्लू कलर, बोर्डर लाइन ब्लू कलर हुनु पर्यो, ब्लू कलर छ। अर्को चाहिँ के भनेको छ भन्दाखेरि 1:1/2 थिक हुनु पर्यो भनेर भनेको छ, त्यो अनुसार हामीले बोर्डर लाइन पनि राख्यौँ होइन। हामीले त्यो चाहिँ राख्यो भने होइन पेज बोर्डरमा भयो 1:1/2 त हो नि हामी भनेको 1:1/2 ठिक छ ओके। अरू के भनेको जस्टिफाई थर्ड प्याराग्राफ एन्ड अप्लाई 2 इन्च इन्डेन्ट, दायाँ र बायाँमा 2 इन्च इन्डेन्ट अप्लाई गर्नु र थर्ड प्याराग्राफमा जस्टिफाई गर्नु भनेर भनेको छ। अब के गर्नु पर्यो भन्दाखेरि दायाँ र बायाँमा 2 इन्च इन्डेन्ट राखेर हामीलाई चाहिँ प्याराग्राफलाई जस्टिफाई पनि गर्नु पर्यो र इन्डेन्ट राइट इन्डेन्ट लेफ्ट इन्डेन्ट चाहिँ 2 इन्च बनाउनु पर्यो भनेर भनेको छ ओके। यसलाई चाहिँ के छ जस्टिफाई गर्छौँ, यहाँ अलरेडी के छ जस्टिफाई नै छ होइन, जस्टिफाई छ। अब इन्डेन्टमा हामी जान्छौँ है त ओके, लेआउट ट्याबमा जानु, इन्डेन्ट लेआउट ट्याबमा गइसकेपछि यहाँ तपाईँ इन्डेन्ट भनेको छ, इन्डेन्ट चाहिँ के छ भन्दा लेफ्ट र राइटमा के छ भन्दा 2 इन्च भनेको छ, लेफ्टमा हामी गयौँ त्यहाँ हामी 2 इन्च लेख्छौँ ओके, अनि राइटमा पनि हामी के गर्छौँ 2 इन्च छोड्छौँ ओके, लेफ्ट र राइटमा 2 इन्च ठिक छ ओके। म के भनेको छ इन्टर हिस्ट्री अफ कम्प्युटर टेक्नोलोजी एज अ हेडर भनेको छ एन्ड इन्टर द फलोइङ फुटनोट फर द अन्डरलाइन वर्ड अफ थर्ड प्याराग्राफ ओके ठिक छ। अब यसो के भनेको छ भन्दाखेरि हिस्ट्री अफ कम्प्युटर टेक्नोलोजी चाहिँ हेडरमा राख्नु पर्यो र जुन यो तलको टेक्स्ट छ होइन त्यो तलको टेक्स्टलाई चाहिँ फुटनोटमा राख्नु पर्यो भनेको छ, फुटनोटमा राख्नु पर्यो भनेर भनेको छ। अब त्यो अनुसार हामी हेर्छौँ है त, यहाँ के छ भन्दाखेरि पहिला सुरुमा हिस्ट्री अफ कम्प्युटर टेक्नोलोजी राख्नु पर्यो होइन। मैले हिस्ट्री अफ कम्प्युटर टेक्नोलोजीलाई मैले कपी गर्छु ओके, यसलाई चाहिँ मैले इन्सर्टमा जान्छु
इन्सर्टमा गएर हेडरमा राख्छु, हेडरमा गएर एडिट हेडर गर्छु, यो मैले पेस्ट गर्छु, देन मैले डबल क्लिक बिचमा गरे पनि हुन्छ, यहाँ तपाईँले गर्दै हुन्छ, क्लोज हेर्दैन थ्रो गर्दा पनि हुन्छ यहाँ है त। यसो मैले गरेँ, यहाँ हेडर राखेको यो भ्यायो। अब के भन्न चाहन्छु भन्दाखेरि यो टेक्स्टलाई चाहिँ अब मैले अहिले अहिले सबैको लागि चाहिँ कपी गरेँ, तपाईँलाई क्वेसन हुन्छ, तपाईँले टाइपिङ गर्नुपर्ने हुन्छ होइन। यसलाई चाहिँ फुल राख्नु पऱ्यो भनेर चाहिँ थर्ड प्याराग्राफमा है त। कुनै स्पेसिफिक वर्डलाई अन्डरलाइन गर्ने भनेर भनेको छैन होइन। त्यही कारणले गर्दाखेरि तपाईँले एउटा जुनसुकै टेक्स्टलाई सेट गरेर त्यसलाई अन्डरलाइन बनाएर अनि तपाईँले यो राख्न सक्नुहुन्छ। र मैले इन्स्ट्यान्ट सक्सेसलाई चाहिँ कपी गरेँ र मैले अन्डरलाइन गरेँ। अन्डरलाइन गरिसकेपछि मैले चाहिँ रिफरेन्सेसमा है त, रिफरेन्सेसमा गएर इन्सर्ट फुटनोट गरेँ। फुटनोटमा चाहिँ तपाईँले यो कपी गरेको टेक्स्ट मैले यो पेस्ट गरेँ है त। पेस्ट गरिसकेपछि तपाईँले यहाँ यसरी जानुभयो भने म इन्स्ट्यान्ट सर्चिङ अन्डरलाइन गरेको छु होइन। यहाँ तपाईँको फुटनोटको एउटा साइन दिएको छ। मैले यहाँ गएँ भने के भयो भन्दाखेरि अर्ली प्रोग्रामिङ ल्याङ्ग्वेज वेल मिसिङ टु कन्टेन्ट भनेर फुटनोट आयो क्या यसरी। ओके, मैले यति काम गरेँ अब चाहिँ के भयो त भन्दाखेरि मेरो एमएस वर्डमा 10 मार्क्स आयो है त। मैले डट क्याप पनि गरेँ, त्यसमा अब डट क्याप एउटा युटिलाइज गरेँ होइन। अनि तपाईँको प्याराग्राफलाई मोडिफाई गरेँ होइन, प्याराग्राफलाई कोलममा डिभाइड गरेँ, त्यो काम पनि गरेँ मैले। अब यो प्याराग्राफको ब्याकग्राउन्डमा कलर पनि राखेँ, त्यसको लागि डबल बोर्डर राखेँ, त्यो काम गरेँ। अब यो इन्क्रिज इन्डेन्ट र डिक्रिज इन्डेन्टको काम पनि गरेँ मैले यसमा होइन। फ्लोको काम पनि गरेँ, हेडरको पनि काम गरेँ। यो बाबत चाहिँ के भयो त भन्दाखेरि मेरो 10 मार्क्स आयो। वान टाइप पनि गरेँ होइन। यसरी तपाईँले यो क्वेसनहरू चाहिँ यसरी सल्भ गर्न सक्नुहुन्छ है त। र योभन्दा पछि पनि हामीले चाहिँ यस्तै एमएस वर्ड, एक्सेल, पावर पोइन्ट, एक्सेस, एचटिएमएल तपाईँले चाहिने आवश्यक प्र्याक्टिकलको लागि आवश्यक पर्ने यस्तै प्र्याक्टिकल सोल्युसनहरू ल्याएर तपाईँहरू समक्षमा उपस्थित हुने नै छु। आगामी आउने यस्तै इन्फर्मेटिभ भिडियोहरू तपाईँहरू समक्ष आइपुगोस् भन्नको लागि तपाईँले च्यानललाई सब्सक्राइब गरिदिनु होला। र तपाईँलाई आवश्यक पर्ने जुनसुकै यो आइटी सोल्युसनहरू चाहिँ आवश्यक पर्छ भने तपाईँले कमेन्टमा पनि छोड्नु होला। म त्यसको सोल्युसन लिएर तपाईँहरू समक्ष उपस्थित हुनेछु। तबसम्मलाई बिदा चाहन्छु। हस्त, धन्यवाद।